हेलो हेलो सबैजनालाई तिहारको लास्टमा हाम्रो चाहिँ यहाँ रमाइलो सबैजना मिलेर गरिरहेको छ। हामी अब कारणवश आफ्नो आफ्नो कार्य व्यस्तताले खेल्न नपाए पनि अब हामी चाहिँ रमाइलो गरिरहेको छौँ, डान्सिङ गरिरहेको छौँ सबैजनालाई। म चाहिँ रोमानियाबाट आफ्नो जे जस्तो काम जे जस्तो भए पनि त्यही भएर तिहार चाहिँ मनाइरहेको छौँ। अनि आज सबैजना खुसी भएर यहाँ आफ्नो आफ्नो तालमा हुनु भइरहेको छ। अनि एकदम स्पेसल अब उहाँहरूलाई चाहिँ अब एकदम ह्याप्पी दीपावली मनाइरहनु भएको छ। अब उहाँ चाहिँ गेस्ट आज मेन गेस्ट प्रदीप राई अनि उहाँ हुनुहुन्छ अब हाम्रो रबिन सर। उहाँ स्पेसल डान्सरदेखि लिएर सबै डान्सर आज तिहारमा स्पेसल आज कान्छा राजा उहाँ चाहिँ फेरि एकदम बेहुला जस्तो भएर उहाँ चाहिँ अब आजको तिहारमा एकदम ह्याप्पी भएर हामी चाहिँ कस्तो भने लास्ट भएर पनि यो भिडियो चाहिँ हामीले अब भिडियो साथै अब रमाइलो गरिरहेको भएर उहाँहरूलाई खुसी साथ अब ह्याप्पी भएर मनाइरहेको हुन्छ। उहाँ चाहिँ सङ्गम सर हुनुहुन्छ, उहाँ चाहिँ एकदम ह्याप्पी भएर मनाइरहनु। अनि आजको फिल चाहिँ एकदम रमाइलो भयो, सबैजनाले रमाइलो गरिरहेको भएर मलाई पनि एकदम खुसी लाग्यो। अनि उहाँ निर्मल सर, उहाँ हुनुहुन्छ रबिन सर, अनि उहाँ हुन्छ आजको मेन गेस्ट भनेको प्रदीप राई हुनुहुन्छ, उहाँलाई चाहिँ एकदम वेलकम। अनि इट्स ओके अनि हामी चाहिँ आज सबै रमाइलो गरिरहेको। अनि उहाँ हाम्रो दिदीले चाहिँ आज भिडियो गरिराख्नु भएको छ। उहाँ चाहिँ आज मेन गेस्टलाई सबैलाई सहयोग गरिरहनु भयो। उहाँ चाहिँ अब धेरै थाक्नु भएको भएर सुतिरहनु भएको अवस्था छ र पनि केही छैन। उहाँलाई पनि हाम्रो स्वागत मेरो युट्युब च्यानलमा। यहाँ चाहिँ मेरो मेन सपोर्टरै भनौँ, उहाँले सपोर्ट गर्नुहुन्छ। अनि उहाँ चाहिँ आफ्नो गीतमा रमाइलो गरिरहनु भएको छ। जे होस् आज हाम्रो लास्ट दीपावली भए पनि हामीले चाहिँ अब यसरी मनाइरहेको भएर सबैलाई खुसी छ। अनि सङ्गम सर पनि एकदम हेलो ल एकदम खुसी भएर रमाइलो गरिरहेको छ। अनि यो चाहिँ हामी सबै नेपाली भएर कति राम्रो रमाइलो भइरहेछ। अनि ल आज चाहिँ यो चाहिँ हाम्रो रुममा हो, त्यही भएर रुममा राम्रो अब मजाले हामी चाहिँ मनाइरहेको ह्याप्पी दीपावली नेपालमा भए पनि सबैजनालाई। अनि हामी चाहिँ अब लास्ट आवरमा आएर अब यसरी मनाएर डान्सहरू पनि अनि ठिकै छ। अब लास्ट यो चाहिँ रमाइलो गरेर हाम्रो पनि डान्स गरिरहनु भएको छ इन रोमानिया एन्ड ह्याप्पी भएर ल लास्ट ल हान्दियो उसमा लाउने हो। अनि उहाँहरू चाहिँ एकदम ह्याप्पी दीपावली सबैजना नेपालमा रहनुभएका सम्पूर्ण दिदी बहिनीहरूलाई ह्याप्पी भएर मनाउनु होला। अनि हामी चाहिँ यहाँ रोमानियामा पनि रमाइलो गरेर मनाइयो। अनि आज चाहिँ खुसीको साथ सबैजना भेला भएर मनाइरहेको अवस्थामा। अनि
पनि अब आफ्नो चोइसमा डान्स भइरहेको भएर अनि खुसी लाग्यो अनि आज सबै भेटेर सबै खाएर पनि अब हामीले सिद्धाएर त्यसरी खाइसकेर आफ्नो डान्समा रमाइलो गरिहाल्छ अनि यो चाहिँ अब हाम्रो तिहारको लास्ट मनाइरहेको भएर देखेँ अनि आज चाहिँ उहाँहरू सबै ह्याप्पी भएर अनि खुसीको साथ डान्स गरिरहनु भएको छ अनि मलाई पनि एकदम मजा लाग्यो म चाहिँ अब नाच्दै थाकेको भएर उहाँहरूलाई एकदम वेलकम भएर डान्सहरू भएर अनि अब जेसुकै भए पनि परदेशमा भए पनि सबैजना डान्स गर्दा अब जतिसुकै कामसाम भए पनि यसरी पुरा आफ्नो खुसीमा डान्स गरिरहनु भएको छ अनि एकदम खुसी लाग्यो ला बत्ती हो बत्ती त मलाई त स्ट्यान्डमा पुग्नु छोड्यो यो बाहिर लैरो हो एकछिन किन हौ खाँचो ठाउँ पुगेन नि त ठिक छ अनि यो चाहिँ मैले किन भिडियो लगाएको भए पनि अब बाहिर भए पनि सबैजना यसरी रमाइलो गर्छ भनेर मैले चाहिँ भिडियो लाउनु खोजेको अनि उहाँको यो चाहिँ हाम्रो कान्छा एकदम रमाइलो गर्ने युवराज श्रेष्ठ एकदम डान्स गर्ने अनि आजको हाम्रो रुमको मेन गेस्ट प्रदीप राई अनि अरू चाहिँ हाम्रो एकदम बेस्ट फ्रेन्डहरू निर्मल गुरुङ अनि उहाँ चाहिँ हुनुहुन्छ रबिन सर हुनुहुन्छ उहाँ चाहिँ एकदम डान्सिङ गर्नुहुन्छ अनि सङ्गम सर चाहिँ पछाडि अनि आज चाहिँ तिहारको अन्तिम दिन चाहिँ एकदम रमाइलो आज चाहिँ हामी मनाइयो अनि त्यस भएर ह्याप्पी पनि लाग्यो अनि हाम्रो एकदम अनि दिदी र म चाहिँ भिडियो बनाइरहेको उहाँ हुन्छ सुजिता दिदी उहाँले पनि भिडियो बनाइरहनु भएको छ रमाइलो भइरहेछ त्यही भएर अलिकति बेस बढी आएको हो र पनि खुसी छ एकदम राम्रो इट्स ओके अब गीतभन्दा बढी साउन्ड ठुलो भएर एकदम स्पेसल ह्याप्पी तिहार भएर अब सबैजनालाई खुसीको साथ मनाउनु ल इट्स ओके ल सबैजनालाई मेरो युट्युबमा स्वागत अनि सबैजनाले हेरिदिनु होला उहाँहरू डान्स सकेर अब एकदम ह्याप्पी भइसक्नु भएको छ र आजको लागि यति नै इट्स ओके सबैजना आज थाक्नु भएकोले आज हाम्रो तिहारको लास्ट अन्तिम दिन सबैले ह्याप्पीको साथ मनायौँ अनि हजुरहरूले नेपालमा भएर पनि मनाउनु भयो होला अनि अब हामीले चाहिँ रोमानियामा यसरी मनायौँ इट्स ओके बाई बाई सबैजनालाई मेरो युट्युब च्यानलमा सबैजनालाई यसो लाइक गरिदिनु होला थ्याङ्क यू सो मच सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू अब